त्यो माथिको भेलोसिटी यसलाई माथितिर हेर्दैछ माथिको भेलोसिटीलाई प्लस मान्यो भने ग्राभिटी तलतिर जानुपर्छ होइन ग्राभिटीलाई माइनस एउटालाई प्लस मान्यो भने दुईटालाई प्लस कि त माथितिर गइराखेको छ भने तलतिर गएर त्यो उल्टो भयो नि त्यसलाई माइनस मान्नुपर्छ यहाँ जीलाई बुझ्यो बी स्क्वायरलाई हामी प्लस मान्यो भने होइन हामी बी स्क्वायर माइनस यू स्क्वायर अब त्यसलाई चाहिँ के गर्नुपर्छ भन्दाखेरि 2 अनि जी को भ्यालु चाहिँ माइनस राख्नुपर्छ किनकि त्यो तलतिर तान्छ नि त्यसले त्यो त माथितिर गइरहेछ मुभ गरिरहेछ अनि तल तानिरहेछ तल उल्टो जाइरहेछ त्यसैले त्यसलाई जी को ठाउँमा माइनस राख्नुपर्छ अनि यो पनि माइनस हो यो 0 देखि 0 हो यो माइनस 15 स्क्वायर हो नि माइनस 7.66 4